नमस्ते साथीहरू, म रोल्पाको सदरमुकाम लिबाङबाट भिडियो ब्लग बनाउँदैछु। यो मेरो फर्स्ट भिडियो ब्लग हो साथीहरू। प्लिज यसलाई लाइक, सब्स्क्राइब र सेयर गरिदिनु होला। यहाँहरूले रोल्पालाई कसरी हेर्नुहुन्छ कमेन्टमा राखिदिनु होला साथीहरू। कसैले यसलाई 10 वर्ष द्वन्द्वकालबाट सुरुवात भएको ठाउँ भनेर चिन्नुहुन्छ, कसैले चाहिँ यसलाई सांस्कृतिक विविधताले भरिएको ठाउँ भनेर चिन्नुहुन्छ। सबैको आफ्नो आफ्नो सोचाइ हो साथीहरू। हजुरहरूले यसलाई कसरी चिन्नुहुन्छ कमेन्टमा लेखिदिनु होला। यहाँ चाहिँ अहिले धेरै गर्मी पनि छैन, जाडो पनि छैन साथीहरू। यदि हजुरहरूलाई यहाँ आउन मन लाग्यो भने बालुवाङबाट पनि आउन सक्नुहुन्छ र दाङ भएर पनि आउन सक्नुहुन्छ हजुरहरू। र यहाँको प्रसिद्ध धार्मिक स्थल स्वर्गदारी घाट पनि यहाँबाट निकै नै नजिक छ। र जलजला यदि हजुरहरूलाई आउन मन लाग्यो भने त्यो पनि धेरै नै नजिक पर्छ यहाँबाट। हेलो साथीहरू, मैले तपाईँहरूलाई लिबाङ बजारको रातिको दृश्य पनि देखाइसकेँ। यदि हजुरहरूलाई मन पर्यो भने आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। र गाइजहरू अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।